थापाले नेपालको ऊर्जा प्रणालीको विद्यमान अवस्था तथा विद्युत सेवा प्रवाहका क्रममा देखिएका समस्या सम्बन्धमा व्यक्त गर्नुभएको चासो र चिन्ताका विषयमा प्रवेश गर्दछु। मन्जु एकैछिन है। सम्मान्य सभामुख महोदय, सर्वप्रथम नेपाली साहित्य, कला र संस्कृतिका शिखर व्यक्तित्व एवं जनकवि दुर्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धा सुमन। फूलको आँखामा फूलै संसार जस्ता कालजयी सृजना मार्फत नेपाली साहित्यलाई जनजीवनसँग जोड्दै नेपाल भाषा र नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउनुभएका जनकवि श्रेष्ठको निधनले नेपालको साहित्य, कला र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। यस गरिमामय सदन मार्फत जनकवि दुर्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, अब म माननीय वासना थापाले नेपालको ऊर्जा प्रणालीको विद्यमान अवस्था तथा विद्युत सेवा प्रवाहका क्रममा देखिएका समस्या सम्बन्धमा व्यक्त गर्नुभएको चासो र चिन्ताका विषयमा प्रवेश गर्दछु। मन्जु एकैछिन है। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य वासना थापालाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 6।